पास भयो। बाटोमा पनि त्यही हो, एकदमै हाइट छ भने तलबाट 2 नम्बरमा आउँदैछ भने चाहिँ नि अलिक प्रेसर दिएरै जानुपर्छ हो, निस्किहाल्छ। नत्र भने चाहिँ अब जाँदा जाँदा नतानेको जस्तो भयो भने चाहिँ गाडी अफ हुनुभन्दा अगाडि चाहिँ क्लच गर्यो, एक्सेलेटर छोड्यो, 1 लगायो, त्यहाँदेखि क्लच रिमेनिङ क्लच चाहिँ बिस्तारै उठाउनुपर्छ। आउँदाखेरि बरु भन्दा मैले अस्ति पनि भने नि आधी घन्टा टाइम लागोस् होइन, एडभान्स टाइम लिएर हिँड्नु बिस्तारैसँगले हो। जस्तो सिकाएको छ त्यही अनुसारले बिस्तारै कुद्नु, टर्निङतिर आरामले निस्किनु सकिहाल्छ। जबरजस्ती गर्नु भएन हो, त इन्स्ट हुन्छ। एक्लै कुदाउनु थालेपछि आफैलाई डर हुन्छ कि सबै जिम्मेवारी आउँछ, त्यसले गर्दाखेरि सेफ्टीसँगले कुदाउनुपर्छ। राइट साइडमा निक्लियो, जति जोगेर निक्लियो आफैलाई फाइदा हो, प्लस अर्को गाडीलाई पनि फाइदा हो। अब अर्को गाडी रङ साइड आयो होइन, मिस्टेक भयो भने त्यो उनीहरूको फल्ट हो, तर आफै चाहिँ जोगेरै हिँड्नुपर्छ। अनि उकालोतिर मैले अस्ति पनि भनेको छु, साइड दिँदाखेरि आफै चाहिँ हिँडिबस्नु पऱ्यो बिस्तारैसँगले हो, रोक्नु भएन, हिँडिबस्नु पऱ्यो आफ्नो साइडमा। 3 महिना जस्तो चाहिँ त्यही गाडीमा कुदाउनु, त्यहाँदेखि बादमा मात्रै चेन्ज गर्नु गाडी चाहिँ। स्टार्ट गर्नु, जबरजस्ती नगर्नु। डाउट लाग्छ, छिर्दैन जस्तो लाग्छ, रोकिहाल्नु टक्कै। स्पिड हिँड्नु परेन नि, खालि 1 र 2 मा हिँड्नु भइहाल्छ। फर्स्टमा गाडी घुमाउँदाखेरि आफूले ठुलो जग्गाहरू खोज्नु हो, ठुल्ठुलो जग्गामा घुमाउनु, गियर शिफ्ट गर्दा जति सक्दो 1300 मा गर्ने कोसिस गर्नु। अब एक्लै हुँदा गाडी घुमाउनु, ठुलो जग्गामा घुमाउनु सकिहाल्छ। तिमीले 1 हप्ता जस्तो ठुल्ठुलो जग्गामा घुमायो भने तिमीलाई बानी बस्छ, त्यहाँदेखि सकिहाल्छ तिमीले सानो जग्गामा पनि। हल्का राख, हल्का जाऊ 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 बिस्तारी, हल्का दबाउ 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 दबाउ। हेलो एभ्रिवान, यो चाहिँ थियो आज हाम्रो डे 30 को लास्ट टेस्ट ड्राइभ म्याडमको लिङताममा है। आज चाहिँ फाइनल भएको छ, उहाँले एक्लै कुदाएर आउनुहुँदैछ र आजसम्म चाहिँ राम्रै कुदाएको छ। आजदेखि उता उहाँले राम्रै कुदाउनुहुन्छ भन्ने हामी आशा गर्दछौँ। अलिक अगाडि गएर साइड गर र उहाँदेखि अब आजदेखि उहाँ सकेको, भोलिदेखि चाहिँ उहाँले आफ्नो गाडीमा है राम्रोसँगले कुदाउनुहुन्छ भन्ने आशा गर्दैछु। होप यु गाइस तपाईँहरू लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला। थ्याङ्क यू भेरी मच।